यदि तपाईँ अन्डर 1 लाखमा गेमिङ ल्यापटप खोज्दै हुनुहुन्छ भने हामीसँग छन् दुईवटा दामी गेमिङ ल्यापटप HP को Victus 15 र Lenovo को Eloque 15। सो अब स्पेक्स कुरा गर्दाखेरि HP Victus मा i5 12450H प्रोसेसर छ जुबेल जेनको, 8GB RAM छ DDR4 अनि 512GB SSD छ र ग्राफिक कार्डको कुरा गर्दाखेरि चाहिँ RTX 3050 4GB ग्राफिक कार्ड छ। अनि Lenovo को कुरा गर्दाखेरि चाहिँ i5 12450HX प्रोसेसर छ जुन अलिकति पावरफुल हुन्छ अनि 8GB DDR5 RAM छ, 512GB SSD छ अनि ग्राफिक कार्ड कुरा गर्दाखेरि चाहिँ अलिकति कम RTX 2050 को ग्राफिक कार्ड छ। यो चाहिँ भयो यसको अन पेपर स्पेक्सहरु, तर रियल लाइफ एक्सपिरियन्स चाहिँ कस्तो थियो त हाम्रो त्यो चाहिँ भिडियोको लास्टमा भन्नेछु। अब कुरा गरौँ यसको डिस्प्लेको। डिस्प्ले चाहिँ दुवैको अलिअलि सिमिलर नै छ, तर कुनैमा केही कम कुनैमा केही कम छ। दुवैको कुरा गर्दाखेरि 15.6 इन्चको डिस्प्ले हो, 144 हर्ट्ज भएको डिस्प्ले हो, तर लेनोभोमा चाहिँ अलिकति प्लस पोइन्ट के छ भन्दाखेरि यसको डिस्प्ले चाहिँ 100% sRGB भएको डिस्प्ले छ। अनि ब्राइटनेसको कुरा गर्दाखेरि चाहिँ HP Victus मा 250 निट्सको ब्राइटनेस पाउनुहुन्छ भने लेनोभोमा चाहिँ 300 निट्सको ब्राइटनेस पाउनुहुन्छ। सो ब्याट्रीको कुरा गर्दाखेरि चाहिँ HP Victus मा छ 40 वाट आवरको ब्याट्री र यसमा चार्जर चाहिँ पाउनुहुन्छ हजुरले 200 वाटको। अनि लेनोभोको कुरा गर्दाखेरि चाहिँ यसमा छ 57 वाट आवरको ब्याट्री र चार्जर पाउनुहुन्छ 135 वाटको। सो यो गेमिङ ल्यापटप भएपछि चाहिँ ब्याट्रीको ब्याकअप त्यस्तो राम्रो हुन्छ भनेर चाहिँ नसोच्नु होला। मिनिमम 2-3 आवर्स त दिन्छ, तर लङ लास्टिङ ब्याकअप चाहिँ हुँदैन। अब गेमिङको कुरा आइहाल्यो। गेमिङको कुरा गर्दाखेरि चाहिँ हाम्रो गेमिङ एक्सपिरियन्स चाहिँ यो ल्यापटपहरुमा कस्तो थियो त? हामीले चाहिँ यसमा डिफ्रेन्ट गेम्सहरु ट्राई गरेर हेरेका थियौं, जस्तै कि GTA 5, Valorant, God of War। अब त्यो गेम टेस्ट गर्दाखेरि लेनोभोको कुरामा चाहिँ हाई सेटिङ्समा चाहिँ यो ल्यागी फिल भइरहेको थियो भने मिडियम सेटिङमा चाहिँ यो स्मुथली नै चलिरहेको थियो। तर यही सँगै HP Victus को कुरा गर्ने हो भने चाहिँ हाई सेटिङमा चाहिँ यो पनि अलिअलि ल्याग गरिरहेको थियो, तर मिडियम सेटिङमा चाहिँ लेनोभो भन्दा मच बेटर परफर्म गरिरहेको थियो। तर अब भिडियो एडिटिङको कुरा गर्दाखेरि चाहिँ अब डिफ्रेन्ट हुन जान्छ कुरा, किनभने लेनोभोमा छ 100% sRGB भएको डिस्प्ले, जसले गर्दाखेरि चाहिँ कलरहरु डिस्प्लेमा एकदम राम्ररी खुलेर आउने भएकोले चाहिँ भिडियो एडिटिङको लागि चाहिँ लेनोभो राम्रो हुन जान्छ भन्दाखेरि गेमिङको लागि चाहिँ HP Victus राम्रो हुन जान्छ। सो यो चाहिँ भयो गेमिङको कुरा। अब हामी कुरा गर्छौं पर्फर्मेन्सको कुरा गर्दाखेरि चाहिँ हामीले यसमा सिनेबेन्च टेस्ट र गिग बेन्च टेस्ट गरेको थियौं र त्यसको रिजल्ट चाहिँ हजुरहरूले डिस्प्लेमा हेर्न सक्नुहुन्छ। सो यो चाहिँ थियो दुईटा ल्यापटपको कम्प्यारिजन भिडियो। तपाईहरुले स्पेक्स पनि बुझिहाल्नुभयो, हाम्रो रियल लाइफ एक्सपिरियन्स कस्तो थियो पनि भनिहाल्यौं। अब यदि मेरो सजेसन मान्नुहुन्छ भने चाहिँ भिडियो एडिटिङको लागि चाहिँ यो लेनोभोको ल्यापटप चाहिँ बेस्ट हुन्छ भने, यदि तपाईँ एक्सट्रिम गेमर हुनुहुन्छ भने चाहिँ Victusको ल्यापटप यो बजेटमा एकदम राम्रो छ र यो सबै कहाँ किन्ने कसरी किन्ने चिन्ता पनि लिनु पर्दैन। तपाईले सिम्पली हाम्रो वेबसाइट भिजिट गरेर अथवा हाम्रो शपमा भिजिट गरेर चाहिँ यो ल्यापटप किन्न सक्नुहुन्छ। हाम्रो शप चाहिँ पुतली सडक नियर नवे ब्याङ्कमा चाहिँ लोकेटेड छ, आएर किन्न सक्नुहुनेछ। र ल्यापटप मात्र हैन, हजुरले चाहिँ डिफ्रेन्ट गिफ्ट्सहरु माउस, ल्यापटप ब्याग, किबोर्डहरु चाहिँ पाउन सक्नुहुन्छ। सो यस्तै भिडियोहरु आइरहेका छन्, हामीलाई सब्स्क्राइब गर्नुहोस्, फलो गर्नुहोस् र डोन्ट फर्गेट टु लाइक दिस भिडियो।